मेरी छोरीलाई म राजकुमारीसँग साट्ने छु। अब तिम्री आमाले मेरी बच्चीलाई हुर्काउने छिन्। ओ मेरी प्यारी सानी, तिमी अब एउटी राजकुमारी हुनेछौ। यही तिम्रो नयाँ लुगा हो। आफ्नो बानी सुधार। अबदेखि तिमीले राजकीय लुगा मात्र लगाउने छौ। मेरी बच्ची, म तिम्रो नाम अम्बेरा राख्छु। अम्बेरा, के गर्दैछौ? यो सुकेको घाँस अहिले नै हटाऊ। हजुर आमा। मेरी सुन्दर राजकुमारी आज आफ्नो पहिलो घोडा सवारी सिक्नेछ। आखिरकार अब तिमी यहाँबाट जान सक्छौ र विश्वविद्यालयमा नोकरानी भएर काम गर्न जाऊ। मेरी बच्ची, तिमी अब राजकीय विश्वविद्यालयमा पढ्न जानेछौ। मलाई तिमीमाथि धेरै गर्व छ। धन्यवाद आमा। आखिरकार म आइपुगे। म धेरै नयाँ साथीहरू बनाउने छु। यो को हो र यो म जस्तै किन देखिन्छ? यदि तपाईँ जान्न चाहनुहुन्छ कि अब के हुन्छ, कमेन्टमा पार्ट 2 लेख्नुहोस्।